तपाईहरु हैन उताबाट सर्र आउनुहुन्छ आएपछि यहाँ मजाले बस्नुहुन्छ यसरी चप्केर क्या यसरी चप्केर बस्नुहुन्छ हैन हेलो हाई गाइज वेलकम ब्याक टु माई न्यू भ्लग सबैजनालाई स्वागत छ म चाहिँ सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला म चाहिँ यो ठाउँमा छु अहिले भर्खर भन्नुपर्दा यो भिडियोको बारेमा चाहिँ सबैलाई मैले सबै कुराहरु चाहिँ डिटेलमा लास्टमा भन्ने छु सुरुमा चाहिँ म तपाईहरुलाई के देखाउँछु भन्दाखेरि कहाँनिर गर्लफ्रेन्ड लिने कहाँनिर हावा चिसो आउँछ कहाँनिर गफे ठाउँ छ त्यो चाहिँ देखाउँछु अनि लास्टमा कुन ठाउँ भनेर सबै कुराहरु भन्नेछु त्यो भएर भिडियो स्किप नगरेर फुल भिडियो हेर्दिनु होला चाहिँ यहाँनिर छ हैन तर यहाँ चाहिँ हैन उताबाट देखिन्छ त्यो भएर यो भन्दा आज बेटर ठाउँमा लिन्छु म तपाईहरुलाई गर्लफ्रेन्ड ल्याउन बित्तिकै सबैभन्दा राम्रो ठाउँ र बस्ने ठाउँ भनेको यो नै हो किनकि यो सेफ्टी छ कसरी सेफ्टी छ भन्दाखेरि तपाईहरु हैन उताबाट सर्र आउनुहुन्छ आएपछि यहाँ मजाले बस्नुहुन्छ यसरी चप्केर क्या यसरी चप्केर बस्नुहुन्छ हैन किनकि यो ठाउँमा रहेर हेर्दाखेरि सट्ट अगाडि देखिन्छ हैन यताबाट आउने ठाउँ छैन है यताबाट आउने ठाउँ छैन यताबाट पनि छैन आएपछि सिधै कि यो मान्छेहरु चाहिँ यो साइडबाट आउँछ कि भने यो साइडबाट आउँछ चारैतिरबाट आउने ठाउँ चाहिँ छैन यसको लागि चाहिँ दुईटा बाटो मात्र छ एउटा यता हैन त्यो भएर के चाहिँ भन्छु भन्दाखेरि यहाँनिर बसिसकेपछि चाहिँ कस्तो सेफ्टी भनेपछि तपाईले हैन त्यहाँनिर आएपछि मान्छेहरु आउन बित्तिकै हैन तपाईको यो डिस्टेन्समा मान्छे भयो भने चाहिँ तपाईहरु सट्ट उठेर हैन तपाईहरु त्यो डिस्टेन्समा जान सक्नुहुन्छ त्यो मान्छे यहाँ आउँदासम्म तपाई वहाँ पुग्नु पर्ने हुन्छ यदि हैन बाइ चान्स उताबाट पनि मान्छे आएपछि हैन तपाईहरु यो साइड जान सक्नुहुन्छ यदि दुई तर्फबाट मान्छे आयो भनेपछि चाहिँ के गर्ने भनेपछि त्यो म सिकाउँछु यहाँदेखि जुरुक्क उठ्ने सट्ट आम फाल्ने यो बाहेक के उपाय छैन हैन त्यस्तो चाहिँ नगर्नु होला किनकि यो भन्दा पनि अर्को उपाय एउटा छ तपाईहरु चाहिँ यो ठाउँमा बसिराख्नु भएको हुन्छ हैन मानम यो ठाउँमा बसिराख्नु भएको हुन्छ उताबाट पनि मान्छे आयो हैन जुरुक्क उठेर यहाँ टेकेर सरी यहाँ टेक्नुहुन्न मैले यहाँ ड्र गर्न चाहे यहाँ टेकेर भन्दा पनि यहाँदेखि यसरी खोइ हात देऊ त कोही छैन यार सरी अनि त्यहाँबाट त्यहाँ पछाडि त्यो देवाल छ नि हो त्यहाँनिर गएर चाहिँ बस्न सक्नुहुन्छ तर छाता पनि लिएर आउनु क्या छातालाई चाहिँ म लास्ट मिस गर्छु किनकि यस्तो गर्मी छ अनि यस्तो गर्मी छ हैन छातालाई चाहिँ म मिस गरेर आउँछु लास्ट चाहिँ हैन अब त्यहाँ अगाडि चाहिँ चप्किएर बसिरहेछ के भन्नु अब सेफ्टी छैन उनीहरूलाई किन थाहा छ उताबाट पनि मान्छे आएको छ यताबाट पनि मान्छे गएको छ उता पछाडि जाम भने अब छैन ठाउँ छैन यहाँ बसेको भए त सायद तिनीहरू वहाँ भाग्न सक्थ्यो क्या यहाँ चाहिँ ठाउँै छैन तिनीहरूले यहाँ तल हाम फाल्ने कुरा भएन हो कि न केटा हो यो ठाउँ पनि बस्न सक्नुहुन्छ किनकि एउटा दुईवटा तीनवटा चारवटा पाँचजना त मजाले अट्छ फेरि पाँचजना भएपछि त्यो बिजोड भयो जोडी चाहिँ आउनु होला 6 जनासम्म पातलो म जस्तै आउनु होला मलाई चाहिँ एउटा कुरा लाज लाग्छ कि फेरि हैन मान्छेहरुको भिडभाडमा चाहिँ भिडियो बनाउन सक्दैन त्यो भएर कति जोडीलाई त देख्नै पाइदैन अनि मैले मोबाइल बन्द गर्छु क्यामेरा अफ गर्छु अनि सर सोझो क्या कस्तो लाटो होइन कस्तो गाउँको मान्छे गाउँको त होइन है म हेर्दैन फेरि गाउँकोलाई म गाउँकै हो है म चाहिँ कहाँको भन्दाखेरि चाहिँ सल्यान जिल्ला होइन बनगाड कुपिने नगरपालिका 1 सल्यान खरे खोला भन्ने ठाउँको चाहिँ म हो सायद भिडियो पनि अन्तिमसम्म हेरिसक्नुभयो होला म चाहिँ अब यो कुन ठाउँ भनेर सबैलाई चिनाउन चाहन्छु सायद यो ठाउँमा कतिजना त आइसक्नु पनि भयो होला घुमेर गइसक्नु पनि भयो होला होइन तर जो आउनु भएको छैन उहाँहरूलाई चाहिँ म यो चिनाउन चाहन्छु यो ठाउँ भनेको चाहिँ नेपालगञ्जको वान अफ द बेस्ट वाटर पार्क भनेर चिनिन्छ होइन यही नै हो वाटर पार्क होइन केटा हो एकचोटि सबैजना आएर सर्र घुमिदिनु होला दामी छ तर गर्मी छ तर
घुम्नलाई चाहिँ बेस्ट होइन म चाहिँ घुमेँ आज घुमेँ होइन त्यही नै हो थ्याङ्क यू केटा हो सबैजनालाई माया छ लभ यु